सुरु हामीले आज पाप स्वीकार्छौँ सुन्नुहोस् बिन्ती येशू आशिषको झरी पठाऊ दयाको तुप्पो छुन्छ आशिषको झरी पठाऊ। हालेलुया। यो भजनबाट पनि महिमा भएको फर्किआउँदैन समय ठिकै हो यो फर्किआउँदैन खोला जो बगी गयो फर्किआउँदैन समय ठिकै हो यो फर्किआउँदैन खोला जो बगी गयो फर्किआउँदो रहेछ तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा हे फर्किआउँदो रहेछ तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा म जान्छु भन्दा विवश बनाइ रोक्नु हुन्न रहेछ आफ्नो हृदय दुखाइ जान दिनु हुँदो रहेछ फेरि मेरो अधर्मको चोट सही पनि म आउने बाटो हेर्नु हुँदो रहेछ कसैलाई भनी सुक्दैन भित्रको आँसु मरुभूमिमा जब लाग्छ कसरी बाँचौँ यो बानी झर्दो रहेछ येशूको कृपा धनी रहेछ उनी प्रेममा हे यो बानी झर्दो रहेछ येशूको कृपा धनी रहेछ उनी प्रेममा म जाँदिन जान सक्दिन फर्केर फेरि माफी पाउन अयोग्य छु थालिङ्दछु भनी सोच्दा उनी आई सबै भुल क्षमा गरी फेरि कहिले त्यसलाई नसम्झिदो रहेछ फर्किआउँदैन समय ठिकै हो यो फर्किआउँदैन खोला जो बगी गयो फर्किआउँदो रहेछ तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा हे फर्किआउँदो रहेछ तर येशूको ऋतु धैर्य रहेछ उनको प्रेममा। धन्यवाद र यो समय दिनुभएको लागि पनि धन्यवाद भन्न चाहन्छु। फेरि पनि सबैजनालाई जय मसीह। प्रिय भन तिमीलाई म के
मृत्युले नलागेसम्म यो सास रहन्छेसम्म तिम्रै खुसी हेर्न चाहन्छु, तिम्रै माया पाउन चाहन्छु, तिम्रै नै हुन चाहन्छु, तिम्रै नै हुन चाहन्छु। सँगसँगै बचौँला हो, सँगसँगै रमाउला, येशूको महिमा गरौँला, येशूको महिमा गरौँला, येशूको महिमा गरौँला, येशूको महिमा गरौँला। हे प्रिय भन तिमीलाई म के दिउँ, हे प्रिय भन तिमीलाई म के दिउँ। तिम्रो साथ भई पुग्छ, तिम्रो माया भई पुग्छ, अरू केही चाह छैन। प्रभुमा रमाउन पाए पुग्छ, प्रभुमा रमाउन पाए पुग्छ। हो, हो, हो। Thank you. उठिसकेको छ मञ्चमा र अब कार्यक्रम यो पवित्र विवाहको कार्यक्रम शुभ प्रारम्भ भइसकेको छ र सर्वप्रथम हामी परमेश्वरलाई महिमा चढाउँदै आजका यो पवित्र विवाहको मण्डपमा आसीन प्रमुख अतिथिहरू हुनुहुन्छ यहाँ हाम्रो बीचमा, साथै उक्त पवित्र विवाहमा पाल्नु भएका हाम्रा अति आदरणीय रेभरेन्ड पास्टरज्यूहरू लगायत हाम्रो निम्तोलाई स्वीकार गरी पाल्नु भएका सम्पूर्ण निम्तारुज्यूहरू, हाम्रा सबै मण्डली परिवार, आफन्ता नाता गोता, कुल कुटुम्ब, छरछिमेकीदेखि लिएर सम्पूर्ण शुभचिन्तकज्यूहरूलाई उक्त यो पवित्र विवाहको पवित्र विधिमा यहाँहरू सबैलाई हार्दिकताका साथ स्वागत गर्दै, सबैलाई ख्रिस्टीय अभिवादन व्यक्त गर्दै, सबैलाई जय मसीह। म चारालीमा बस्छु। मेरा धेरै मित्रहरू छन्, सबै क्रिस्चियन छैनन्। कति मित्रहरू हिन्दू सनातनी धर्म मान्नेहरू छन्, कति मित्रहरू बुद्धिस्ट धर्म मान्ने छन्, कति मित्रहरू किराँती धर्म मान्ने छन्, कति मित्रहरू विभिन्न प्रकारको आस्था संस्कार मान्नेहरू छन्। तर अब यो 21औं शताब्दीमा मलाई लाग्छ हामी अब यो ईसाईत्व अर्थात् क्रिस्चियनिटी प्रति पनि हामी यति अनभिज्ञ छैनौँ। अब लगभग हामी सबैलाई यो बाइबल सम्बन्धी पनि ज्ञान लगभग भइसकेको छ। हामी सबैलाई थाहा छ बाइबलले पृथ्वीलाई के भन्दैछ भन्ने कुरा पनि लगभग हामी सबैलाई थाहा छ। अहिले यो 21औं शताब्दी मिडियाको युग, अहिले मिडियाले धेरै प्रकारले बाइबल सम्बन्धी पनि प्रचार गरिराखेको अवस्था छ र आजको यो पवित्र विवाह, यो पवित्र विधिलाई पवित्र बाइबल अनुसार नै हामी सुसम्पन्न गर्न लागिराखेका छौँ र उक्त यो पवित्र विवाहलाई सुसम्पन्न गर्नको निम्ति सबैभन्दा पहिला हामी एउटा पवित्र वचन, पवित्र बाइबलको एउटा खण्डलाई पाठ गर्नेछौँ र त्यसपश्चात हामी यो पवित्र विवाहको बन्धनलाई सुसम्पन्न गर्नतिर लाग्नेछौँ।
र यहाँ धेरै लामो समय हामी विलम्ब सुनिल गदाइलेज्यू र सुश्री अस्मिता रुचालज्यू, के तपाईँ दुई यो पवित्र विवाहको बन्धनमा बाँधिन आत्मिक, मानसिक र शारीरिक रूपमा योग्य हुनुहुन्छ? तपाईँहरू दुईजनाले भन्नुपर्ने हुन्छ। यो पवित्र विवाहको बन्धनमा बाँधिन तपाईहरू आत्मिक, मानसिक र शारीरिक रूपमा योग्य हुनुहुन्छ? योग्य छु। अलि साह्रो भनिदिनु सबैले सुन्ने गरी। ल उहाँहरू योग्य छौँ भन्ने कुरा यहाँहरू सबैले सुन्नुभयो? सुन्नुपर्ने हुन्छ है फेरि। ल उहाँहरू यो पवित्र विवाहको बन्धनमा बाँधिनको लागि उहाँहरू आत्मिक, मानसिक र शारीरिक रूपमा हामी योग्य छौँ भनेर उहाँहरूले गवाई दिइसक्नु भएको छ र यहाँहरूले पनि सुन्नु भएको छ र उहाँहरू योग्य हुनुहुन्छ भनेर। त्यसै गरी म दोस्रो प्रश्न सोध्दैछु यहाँहरूलाई, के तपाईँ दुई सर्वशक्तिमान परमेश्वरको उपस्थितिमा र उहाँको पवित्र मण्डली सामु यस पवित्र विवाहको बन्धनमा बाँधिन पारिवारिक, सामाजिक र कानुनिक दृष्टिकोणमा स्वतन्त्र र राजी खुसी हुनुहुन्छ? राजी खुसी छु। अलि साह्रो भनिदिनु पर्ने हुन्छ सबैले सुन्ने गरी। उहाँहरू पारिवारिक रूपमा, सामाजिक रूपमा, कानुनी रूपमा यो पवित्र विवाहको बन्धनमा बाँधिनको लागि उहाँहरू एकदम नै राजी खुसी हुनुहुन्छ भन्ने कुराहरू उहाँहरूले गवाई दिइसक्नु भएको छ। त्यसै गरी दुवै पक्षका, दुवै तर्फका अभिभावकज्यूहरूलाई के उहाँहरू यो पवित्र विवाहको बन्धनमा बाँधिनलाई पारिवारिक, सामाजिक र कानुनिक दृष्टिकोणमा हामी स्वतन्त्र र राजी खुसी छौँ भन्ने कुराको गवाई दिनुभयो उहाँहरूले? यो कुरा सत्य हो? के भन्नुहुन्छ? उहाँहरू एकदम नै स्वतन्त्र हुनुहुन्छ? कोही बन्धनहरू छैन त्यस्तो? पछि फेरि यताउता सुन्यो भने फेरि गाह्रो हुन्छ। ओके, ल यता दुलहीको तर्फहरू के भन्नुहुन्छ? उहाँहरू ठिक स्वतन्त्र हुनुहुन्छ? कोही छैन दुलहीको तर्फ बोल्ने? स्वतन्त्र हुनुहुन्छ उहाँहरू? ल धन्यवाद। अब हामी लगभग हाम्रो कार्यक्रम सकिँदैछ। अब हामी अन्तिममा आइसकेका छौँ। म 4 नम्बर प्रश्न सोध्दैछु यहाँ। त्यसो भए अन्तमा श्री सुनिलज्यू, के तपाईँ सर्वशक्तिमान परमेश्वर र उहाँको मण्डली सामु सुश्री अस्मिता रुचालज्यूलाई मेरो निम्ति परमेश्वरले जुटाइदिनु भएको जीवन साथी हो भनेर स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु। तपाईको निम्ति जीवन साथी परमेश्वरले जुटाइदिनु भएको भनेर स्वीकार गर्नुहुन्छ? स्वीकार गर्छु। त्यसै गरी सुश्री अस्मिता रुचालज्यू, के तपाईँ श्री सुनिल गदाइली ज्यूलाई मेरो निम्ति परमेश्वरले जुटाइदिनु भएको जीवन साथी श्रीमान हो भनी हृदयबाट स्वीकार गर्न तयार हुनुहुन्छ? अलि साह्रो भनिदिँदा केही फरक पर्दैन। ल त्यसो भए म आग्रह गर्छु दुईजनाले हात मिलाउनु हुनेछ।
ल हो त्यसो र आजको मितिबाट परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्माको नाउँमा श्री सुनिल साथै सुश्री अस्मिता उहाँहरू श्रीमान पति पत्नी अर्थात् श्रीमान श्रीमती भएको घोषणा गर्छु। सबैले जोरदार ताली बजाइनु। ल त्यस पछाडि म उहाँहरूलाई एउटा प्रतिज्ञा पत्र वाचन गर्न दिन्छु। उहाँहरूले यो प्रतिज्ञा पत्र वाचन गरे पश्चात यसमा सही सिग्नेचर गर्नुहुनेछ र त्यस पश्चात हामी अर्को कार्यक्रमतिर जानेछौँ। ल एकछिन ध्यान दिएर सुनिदिनु होला सबैले। उहाँहरूले जो यो चाहिँ प्रतिज्ञा पत्र हो, यो पत्र चाहिँ पछि कानुनी रूपमा पनि चाहिन्छ। यो पछि कानुनी रूपमा पनि यो चाहिने भएकाले हामी उहाँहरूलाई यो प्रतिज्ञा पत्र पढाउँदैछौँ। श्रीमती अस्मिता, मैले तिमीलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामुने कसैको डर दबावमा नरही सामाजिक तथा कानुनी दृष्टिकोणमा स्वतन्त्र र राजी खुसी र प्रार्थनाका साथ आफ्नो श्रीमतीको रूपमा स्वीकार गरेको सत्य हो। म तिमीलाई परमेश्वरको डर र पवित्रतामा रही आफैलाई जस्तै प्रेम गर्नेछु। जीवनको हरेक सुख दुःखमा म विश्वासयोग्य र इमान्दारीका साथ सबै परिस्थितिहरूमा सहयोगी र सहभागी भई आफ्नो श्रीमतीको प्रतिको कर्तव्य पुरा गर्नेछु। म तिमीलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामुने तिमीलाई मृत्युले अलग नगरेसम्म कुनै रीतिले पनि त्याग्ने छैनौ भनी प्रतिज्ञा गर्दछु। थप्पडी मारिदिनुहोस् मजाले। श्रीमान सुनिलज्यू, मैले हजुरलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामुने कसैको डर दबावमा नरही सामाजिक तथा कानुनी दृष्टिकोणमा स्वतन्त्र र राजी खुसी र प्रार्थनाका साथ आफ्नो श्रीमानको रूपमा स्वीकार गरेको सत्य हो। म हजुरलाई परमेश्वरको डर र पवित्रतामा रही आफैलाई जस्तै प्रेम गर्नेछु। जीवनको हरेक सुख दुःखमा म विश्वासयोग्य र इमान्दारीका साथ सबै परिस्थितिहरूमा सहयोगी र सहभागी भई आफ्नो श्रीमानप्रतिको कर्तव्य पुरा गर्नेछु। म हजुरलाई सर्वशक्तिमान परमेश्वरको उपस्थिति र पवित्र मण्डलीको सामुने हामीलाई मृत्युले अलग नगरेसम्म कुनै रीतिले पनि त्याग्ने छैनौँ भनी प्रतिज्ञा गर्नेछु। थ्याङ्क यू।
धन्यवाद। यसपछि विवाह बन्धनकै प्रतिज्ञाको चिन्ह स्वरूप उहाँहरूले एकअर्कालाई औँठी या कुनै फुलमाला या कुनै गरगहना भए बापत रेडी गरिदिन हुन म आग्रह गर्छु र औँठी यता अगाडि ल्याइदिनु हुनेछ र औँठीलाई हाम्रो रेभरेन्डज्यूले आशिष मागिदिनु हुनेछ। औँठी लगायत जे पनि छ उहाँलाई लगाउने कुराहरू त्यो ट्रे र हाम्रो रेभरेन्डज्यूले त्यहाँ ट्रेमा अहिले नखोल्दा पनि हुन्छ, ट्रेमै राखिदिनु, उहाँले प्रार्थना गर्नुहुन्छ। रेभरेन्डज्यू अगाडि हजुर त्यो एक साइडमा राखिदिनुहोस्, चिन्ह चाहिँ चिन्नुहोस् है। ल उहाँले प्रार्थना गरिदिनु हुनेछ। एउटा माइक अन गर्नुहोस्। हुन्छ। आदरणीय रेभरेन्ड पास्टर दिलीपज्यूलाई पनि धन्यवाद छ र यहाँ उपस्थित सम्पूर्ण मण्डली परिवार र बेहुली पक्षका आफन्तजनहरू र बेहुला पक्षका मण्डली परिवार र उहाँका नातेदारहरूलाई येशू ख्रीष्टको नाममा जय मसीह र नमस्कार भन्दछु। र यो औँठी र माला त ओइलिएर जान्छ, तर औँठी एउटा यस्तो चिन्ह, एउटा स्मृति हो र जब जब दुईजना विभिन्न काम कारणवश अलग अलग रहनुहुन्छ र औँठीलाई लिएर उहाँहरूले एकअर्कालाई सम्झना गर्नुहुनेछ र एकअर्काको माया प्रेमलाई वास्ता गर्नुहुनेछ र यसले उहाँहरू दुईजना चाहिँ विवाह गरिसकेका हुन् है भन्ने कुरा चाहिँ जनाउ पनि दिनेछ। हुन्छ, आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। स्वर्गमा विराजमान हुने सर्वशक्तिमान परमेश्वर पिता र पुत्र येशू ख्रीष्टको नाउँमा हामी बिन्ती गर्दछौँ र सुनिल र यसरीकन अस्मिता उहाँले एक आपसको लागि यो माला र यसरीकन प्रदान गर्नुहुनेछ र यसमा तपाईँले आशिष गर्नुहोस् र जब उहाँले लगाएर विभिन्न ठाउँमा उहाँहरू यात्रा गर्नुपर्ने हुन्छ त्यस समयमा एक अर्कालाई सम्झना गर्ने एउटा चिन्हको स्वरूप हुनेछ र उहाँहरूको यो वैवाहिक जीवन अनन्त अनन्तसम्म रहेको होस् र जबसम्म तपाईँ येशू ख्रीष्ट बादलमा लिन आउनुहुन्न तबसम्म यो जोडीलाई कसैले पनि नछुटाएको होस् र तपाईँको कृपा, तपाईँको निगाह, अनुग्रह यो परिवारमाथि राखिदिनुहोस्। तपाईँको उपस्थित र तपाईँको प्रेम यो परिवारमाथि रहेको होस् र सबै कुरामा तपाईँले आशिष गर्नुहोस् र यो औँठी यो फुलमालामा तपाईँको अभिषेक दिनुहोस् र तपाईँको अनुग्रह राख्नुहोस्। सारा बिन्ती चढाउँछौँ, आशिष माग्छौँ येशू ख्रीष्टको नाउँमा, आमेन। थ्याङ्क यू पास्टर, थ्याङ्क यू रेभरेन्ड। ल धन्यवाद। यो समय म अब बेहुलालाई, दुलाज्यूलाई, आफ्नो दुलही, आफ्नो श्रीमतीलाई यो प्रतिज्ञाको चिन्ह स्वरूप औँठी लगाइदिन हुन आग्रह गर्छु। ल फोटोहरू राम्रो खिच्नु होला। ल औँठी लगाइदिनुहोस्। सबैले ताली बजाइदिनुहोस् है त। ल त्यसै गरी अब दुलहीले पनि आफ्नो श्रीमानज्यूलाई औँठी लगाइदिनु होला। त्यस पछाडि दुलहीज्यूले आफ्नो श्रीमानज्यूलाई माला लगाइदिनु होला।
प्रधानज्यूले पनि आफ्नो श्रीमतीलाई अब प्रेमको बन्धन यो मालाले बाँध्नु होला। त्यस पछाडि म हाम्रो भाइहरूलाई आग्रह गर्छु टेबल अलिकति अगाडि सारिदिनु होला। उहाँहरू आफ्नो ठाउँमा यहाँ केही ओछ्याउने छ भने एउटा बेडसिट छ भने उहाँहरू घुँडा टेक्नु पर्ने हुन्छ। यहाँ केही एउटा ओछ्याउने छ भने हेरिदिनुहोस् त। केही सिरानी भए पनि हुन्छ, सिरानी भए पनि 2टा सिरानी छ भने हुन्छ। फोटो होइन नि त। ल अलि छिट्टो गरिदिनुहोस्। छैन गरे म रेभरेन्डज्यू अन्य अरू कोही पास्टरज्यूहरू हुनुहुन्छ भने अगुवाहरू, म हाम्रो मण्डलीका अगुवाहरूलाई म आग्रह गर्छु, हाम्रो वर्षा, हाम्रो उद्धवज्यू र केही मण्डलीका अगुवाहरू हुनुहुन्छ भने म आग्रह गर्छु यहाँहरू अगाडि आइदिनुहोस्। भाउजूपट्टिको चाहिँ आइफोन छ। भाउजूपट्टिको चाहिँ आइफोन छ। भाउजूपट्टिको कसको? जसको एउटा तेरे का ल अनि उहाँहरूको लागि प्रार्थना गर्नेछौँ र यहाँहरू सबैले पनि उहाँहरूको दाम्पत्य जीवन अति नै आशिषमय होस् भनेर प्रार्थना। बस्टेन लास्ट हो यो गर्ने बस्छ। यहाँ राम्रो फोटो खिचिदिनु होला। उहाँहरूले दुईजनाले केक काट्दै हुनुहुन्छ। मजाले काट्नुहोस्, लोप नगरिकन। ल भयो एक टुक्रा निकाल्नु। अलिक ठुलो खुवाउनु न, साह्रै सानो हो। अहिले नै लोभ गर्न थाल्यो भने त फेरि पछिको समस्या हुन्छ। थप्पडी मारिदिनुहोस् सबैले। अब बेहुलाले आफ्नो बेहुलीलाई, आफ्नो दुलहीलाई खुवाउनु। पेपर सबै खुवाइदिनु, सबै सबै हातमा राखेको सबै। ल यो